लिँदै म मेरो विषयहरू व्याख्या गर्न गइरहेको छु। सबैभन्दा पहिलो मेरो बुझाइ यस्तो रहेको छ, गाउँको वातावरण नै जीवनको सबैभन्दा ठुलो आधार हो। हाम्रो नेपाली उखानमा यस्तो भनिन्छ, स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो। शहरमा धुवा धुलो र ध्वनिले मानिसलाई बिरामी बनाउँछ, तर के शहरको यस्तो वातावरणमा मानिस स्वस्थ रहन सक्छ र? तर गाउँमा भने त ताजा हावा, हरियाली र शान्त वातावरण पाइन्छ। अब सोच्नुहोस्, धन कमाएर पनि यदि स्वास्थ्य गुमायो भने के त्यो सफलता साँचो सफलता हो त? दोस्रो बुझ्दा, गाउँमा माया, आफ्नोपना र एकता पाइन्छ। नेपाली उखान छ, एकता नै सबैभन्दा ठुलो बल हो। तर शहरमा भने त यसको विपरीत हुन्छ। ट्राफिक जाम, भिडभाड र प्रदूषणले मानिसलाई तनाव दिन्छ। शहरका मानिसहरू नजिकमा भएर पनि टाढा भए जस्तै हुन्छ। अब प्रश्न आउँछ, मानिसहरू नजिकमा भएर पनि किन टाढा भए जस्तै हुन्छ? मेरो तेस्रो बुझा, गाउँले हाम्रो भाषा, परम्परा र संस्कृति र पहिचानलाई जोगाउँछ। उखान छ, आफ्नो संस्कार आफ्नै पहिचान। शहरको आधुनिकतामा हामी दिनदिनै आफ्नो संस्कार संस्कृति बिर्सिँदै गइरहेका छैनौँ र प्रश्न उठ्छ। अब म तपाईहरूलाई केही गहिरो प्रश्नहरू सोध्न चाहन्छु, जवाब दिनुहोस्। यदि शहरले मानिसलाई धनी र सफल बनाउँछ भने किन शहरका सबैभन्दा धनी मानिसहरू मर्नभन्दा अगाडि आफ्नो अन्तिम इच्छा भनी गाउँमा एक टुक्रा जमिन नै खोज्छन्? त हामीले प्रगति गर्यौं कि बाटो बिरायौं हो? मेरो दोस्रो प्रश्न, यदि गाउँले हामीलाई शान्त, स्वास्थ्य र साँचो खुसी दिन्छ भने त्यो सहरको त्यो भिड, प्रदूषण र तनावलाई के हामी प्रगति भन्न मिल्छ त? अन्तमा म तपाईहरूलाई यो भन्न चाहन्छु, साँचो खुसी, शान्ति र आफ्नोपना गाउँमै पाइन्छ। यस्तो भनिन्छ, धनले होइन शान्तिले जीवन हुन्छ राम्रो। त्यसैले सहरभन्दा गाउँ सधैँ हुन्छ हाम्रो। धन्यवाद। मेरो पहिलो बुझाइ यसरी छ, सुरक्षा र न्यायको विषयमा। शहरमा प्रहरी, प्रशासन र अदालत नजिकै हुन्छ। केही आपद विपद परेमा हामीले तुरन्तै सुरक्षा पाइन्छ, तर गाउँमा यस्ता सुविधाहरू हुन्छन् र यसरी नै विपक्षलाई प्रश्न गर्न चाहन्छु कि गाउँमा कतै चोरी वा हिंसा भयो भने प्रहरी आइपुग्न त्यहाँ घण्टौँ लाग्छ, तर यो बेला यस्तो ठाउँलाई जहाँ सुरक्षित पाउन तुरन्तै पाउँदैन, त्यस्तो ठाउँलाई के हामी सुरक्षित भन्न सक्छौँ र? अर्को, मनोरञ्जन र मानसिक स्फूर्तिको कुरा गर्नुपर्दा